हेलो ब्युटिफुल मम्मिज, यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने यी 3वटा मिस्टेक भुलेर पनि गर्दै नगर्नुहोस्। नम्बर 1, आफ्नो प्रेग्नेन्सी जर्नी अरूसँग कम्पेयर गर्दै नगर्नुहोस्। मलाई त यति धेरै एसिडिटीहरू हुन्छ, ब्याक पेन हुन्छ, मेरो खुट्टाहरू सुन्निरहेको छ या मलाई एन्जाइटी भइरहेको छ भने उसलाई त हेर, उस त कति रमाइलोसँग बितिरहेको छ, हाँसिरहेछ, रमाइरहेछ, उसलाई त त्यस्तो केही पनि सिम्टम्सै भइरहेको छैन, मजाले खाइरहेको छ भनेर आफू र अरूसँग कम्पेयर नगर्नुहोस्, किनकि सबैजनाको प्रेग्नेन्सी जर्नी एकदमै स्पेसल हुन्छ। नम्बर 2, म त प्रेग्नेन्ट भएर होला, मलाई त एकदमै क्रेभिङ हुन्छ जङ्क फुडको, अनि त्यही भएर अनहेल्दी खानेकुराहरू खाने, युट्युबमा पनि खानेको मात्र भिडियोहरू हेरेर बस्ने, अनि देखेपछि खान मन लाग्ने। अनि हामी नेप्लिजहरू चाहिँ स्पेसली खाना धेरै खान्छौँ, जस्तै भात बिहान बेलुका दिउँसो भातै मात्रै खाने, त्यो चाहिँ गर्नु भएन है। तपाईँ प्रेग्नेन्ट भए पनि तपाईँले हेल्दी खानेकुराहरू खानु पर्यो, जङ्क फुडलाई अभोइड गर्नु पर्यो। नम्बर 3, हामीले धेरै सुनिरहेको छौँ, मलाई त म प्रेग्नेन्ट भएदेखि चाहिँ मन्दिर जानुहुन्न, पूजा गर्नुहुन्न भनेर एकदमै गाली गर्नुहुन्छ। त्यही भएर कुनै पनि भगवानसँग धार्मिक कार्यहरू गर्दै नगर्ने, त्यो चाहिँ नगरौँ है। तपाईँ मन्दिर नगए पनि, पूजा नगरे पनि ठिक छ, घरैमा बसेर तपाईँ भगवानको नाम जप गर्न सक्नुहुनेछ, मन्त्र च्यान गर्न सक्नुहुनेछ, भगवानसँगको रिलेटेड ग्रन्थीहरू पढ्न सक्नुहुनेछ, भगवानको भजन कीर्तन सुन्न सक्नुहुनेछ, या तपाईँ आफैले पनि उच्चारण गर्न सक्नुहुनेछ। किनभने तपाईँको सन्तानको 80% दिमागको विकास चाहिँ तपाईँको गर्भमा हुन्छ। त्यही भएर तपाईँले आफ्नो सन्तानलाई कस्तो बनाउने हो भनेर तपाईँको हातमा हुन्छ। त्यही भएर आफ्नो प्रेग्नेन्सी जर्नी र डेलिभरी स्पिरिचुअल, एकदम पिसफुल र ब्लेसफुल बनाउन चाहनुहुन्छ भने यी 3 कुराहरू भुलेर पनि नगर्नुहोला। यदि तपाईँको वरपर कोही प्रेग्नेन्ट हुनुहुन्छ भने उहाँहरूलाई पनि योगा भनिदिनुहोस् है त। थ्याङ्क यू।